सम्पूर्णमा नमस्कार। मेरो नाम रिजन श्रेष्ठ र आज भने म हजुरहरू सामु एउटा सानो छोटो मिठो जानकारी लिएर उपस्थित भइसकेको छु र हामीहरू विद्यार्थी कोही पढ्दै गरेको अभिभावक कोही दाजुभाइ दिदीबहिनीहरूसँग रहेको पाठ्य पुस्तकहरू हुन्छ अथवा हजुरहरूको छोराछोरीले भाइबहिनीले साथीहरूले प्रयोगमा गरिरहेको तर अब नयाँ किनिसकेपछि चाहिँ त्यो पुरानो किताब चाहिँ प्रयोगमा नआएको कुराहरू नै हुन्छ नि त हैन। अनि त्यो हामीले रद्दीमा दिन्छौँ हैन, रिसेल भ्यालुमा त्यसको सेल पर्दैन। जस्तै अहिले कति नयाँ किताबलाई चाहिँ 500,000 हाल्नुपर्छ तर रिसेल भ्यालुमा त्यसको भ्यालु 100-200 पनि एकदम गाह्रो तरिकाले पर्ने हुन्छ। त्यसैले त्यो हामीले रद्दीमा दिन हुँदो हैन। आफूले डोनेट गर्दा नयाँ भाइ बहिनीलाई सिक्न एकदम सजिलो हुने गर्छ। त्यसैले चाहिँ मैले चाहिँ आफूले के गरेको छु भन्दाखेरि विगत 1 वर्षदेखि आफूले पढ्ने पाठ्य पुस्तकहरू अरू भाइ बहिनीलाई सहयोगको रूपमा दिनको लागि मैले स्टडी रुम बुटवललाई सहयोग गर्दै आएको छु। यदि हजुरहरूले पनि यस्तै गरेर सहयोग गर्न चाहनुहुन्छ भने स्टडी रुम बुटवललाई सम्पर्कमा लिएर गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।